हेलो एभ्रिवान, दर्शन नमस्ते। हामी चाहिँ यतिखेर रोमानियाको कोस्टान्डा साइडतिर छौँ। आज चाहिँ हाम्रो दाइले होटेलको स्पेशल डिस, आफ्नो स्पेशल डिस चाहिँ पिज्जा बनाउँदै हुनुहुन्छ। पिज्जा मध्येको पनि स्पेशल डिस, त्यसको चाहिँ बुट्टा निकाल्नको लागि बिचमा चाहिँ हामीले प्लेटको प्रयोग गरेको छ। दाइले चाहिँ सस चाहिँ युज गर्दै हुनुहुन्छ अहिले, र हल्का माथिबाट चिज पनि राख्दै हुनुहुन्छ। चिज राखिसकेपछि हामीले चाहिँ यो प्लेटलाई निकाल्ने छौँ। प्लेटको युज भनेको चाहिँ हामीले सेप, पिज्जाको चाहिँ सेप निकाल्नको लागि चाहिँ हामीले प्रयोग गरिएको थियो। दाइले चाहिँ स्पेशल आफ्नो तरिकाले, दाइको चाहिँ यो आफ्नै डिस हो, स्पेशल डिस, र हाम्रो होटेलमा पनि यो धेरै अर्डर हुने गर्छ यो डिस हाम्रो चाहिँ। त्यसपछि हामीले त्यहाँ माथि स्पाइसी सलाम राखियो। स्पाइसी सलाम राखेपछि मिक्स गरेर राखेको अन्डालाई चाहिँ हामीले प्रयोग गर्दैछौँ, किनकि यसमा चाहिँ छुट्टै फ्लेभर आउँछ अन्डाको। त्यसकारणले पनि हामीले यो अन्डा युज गर्ने गर्छौँ। सलाममाथि चेरी टमाटर राखेर अझ आकर्षक बनाउँदैछौँ हामीले। र यो कुकिङको लागि ओभनमा हाल्नको लागि तयारी भयो, र हाम्रो कुकिङ प्रोसेस पनि लगभग सकिएको छ। वाउ, कस्तो दामी देखिएको छ! हजुरहरूलाई मन पर्यो कि परेन? अब चाहिँ यसको बिचमा चाहिँ हामीले गार्निस गर्नेछौँ सलादहरू राखेर, अनि त्यसपछि हामीले यो कस्टमरलाई चाहिँ सर्भिस गर्नेछौँ। कस्तो भयो त गाइज हामीले बनाएको यो प्रोसेस पिज्जा? हजुरहरूले कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ है।